हेलो गाइस, सो म चाहिँ यहाँनिर मन्दिरमा छु प्रसन्नासँग। हेलो, हामी किन आएको आज भन त? आज शनिबार हो, हामीले चाहिँ अस्ति नै गिफ्ट लाउँछ भएको थियौँ नि वुमेन्स डेको, हो त्यसको सदुपयोग गर्न आँटेको। खासमा चाहिँ हामी छिटो आइपुग्यौँ होइन, हामी टाइममा आइपुग्यौँ। टाइम भन्दा नि कटिसक्यो, 12:30मा आउने कुरा थियो। अनि यहाँनिर हामी दुईजना मात्रै छौँ, सगुन दिदी र दुर्गा दिदी आउने बाँकी छ, 10-15 मिनट लाग्छ अरे। अनि बिबिकाले फेरि पनि धोका दियो, देख्यो मैले भनेको थिएँ नि बिबिकाले धोका दिन्छ भनेर। अब उसको रिजनहरू छ आफ्नै, तर पनि धोका त धोकै हो। हामी चाहिँ अब हिँड्दैछौँ, त्यहाँको मन्दिरमा बस्छौँ। त्यसैगरी अब मन्दिरबाट अर्को मन्दिर हेर्नु त एक्सप्लोर गर्थ्यौँ आज भनेर हामी बस्न र म जाँदैछौँ होइन। हामीलाई धोका दियो यो दिदीहरूले। साह्रै आज अहिले कति बज्यो ठ्याक्कै भन त मलाई? 45 भइसक्यो होला होइन, 10:45, 49, ओ माई गड 49 गाइज, धोकेर आज। आजको शनिबार चाहिँ हाम्रो धेरैवटा प्लान छ। हाम्रो तिम्रो घर जाने होइन, तिम्रो घर कहाँ हो ठ्याक्कै? हेलो गाइज, हामी चाहिँ यहाँ मन्दिर आएको, हामी वारी भयौँ, त्यो पारी भयो। अनि बिचमा छैन पुल, यहाँ छ पुल, तर हामी उहाँदेखि जान्नमा भएन, धेरै टाढा भयो। ओके, अनि के गर्मी भयो, सानो अलिकति जस्ट मन्दिर मात्रै क्रस गर्नको लागि गरेको हुन्थ्यो। अब यहाँनिर सानो मन्दिर छ, यहाँ यता छ, के हो ठिकै छ। हामी यहाँसम्म आयौँ, गर्मी भयो लास्टै मर्न आँटे। अब म बसमा चढ्दाखेरि के हुन्छ होला थाहा छैन, यस्तै हुन्छ गाइज। सगुन दिदी पुगिसक्नु पऱ्यो स्पाभाटामा। हामी अब म्याप हेर्दै अलिकति त्यस्तै हुन्छ, ग्रुपमा हिँडे पछाडि अलिकति त्यस्तै हुन्छ, किनभने सबैजना आफ्नो आफ्नै ठाउँबाट आउनुपर्ने हुन्छ नि त। सो इट्स ओके, काम डाउन। 11 बजेदेखिको हाम्रो अपोइन्टमेन्ट थियो, गर्मी भएर मेरो पसिना आइसक्यो। अनि अर्को कुरा, हाम्रो त्यहाँनिर स्पामा चाहिँ अपोइन्टमेन्ट 11 बजेदेखिको थियो। अब त्यस्तै त्यहीँ गएर मिलाउँछौँ होला होइन, मिल्छ होला होपफुल्ली। अनि अब दुर्गा दिदी पनि त्रिपुरेश्वर आइपुग्नु भयो, अब यहाँनिर रोकिनुहुन्छ। अनि हामी सिधै जान्छौँ, हामी म्याप हेर्दैछौँ। यहाँबाट 6 मिनट 10 मिनट ल, 10 मिनटमा त हामी बढीमा पुग्छौँ। त्यस पछाडि के हुन्छ हेरौँ ल। म्याप हेर्नु गाइसहरू, यो मान्छेले गर्दा ढिलो भएको, सबैभन्दा ढिलो यही मान्छेले गर्दा भएको हो। अनि अर्को कुरा, 11 बजेर कटिसक्यो, 5-10 मिनट भयो होला। अनि मेन कुरा, हामी के गर्न गएको? मसाज सेन्टरमा गएको होइन। हाम्रो भौचर थियो, यस दिस इज द भौचर कार। अनि यो भौचर कार यो दिदीको होइन, घरमा छोडेर आउनु भएछ। अब थाहा छैन के हुने हो, हाम्रो चाहिँ छ, बोकिरहेको छ मैले, यो दिदीको चाहिँ छैन। के गर्नुहुन्छ? भेरी फोटो छ, फोटो मानौ भने ठिकै छ न त, हेरौँला होइन। अनि हामी चाहिँ लोकेसन हेर्दै जाँदैछौँ मैले पनि। अहिले चाहिँ ठ्याक्कै 11 भएको छ। अनि अब कारले पनि हुन्छ भनेर खुसी, गुड न्युज सुन्यौँ हामीले, कारले पनि हुन्छ, कारको फोटोले पनि हुन्छ अरे गाइस। अनि हामी हिँड्दै नै छौँ अझै पनि। यहाँ छ प्रसन्ना, यहाँ छ दुर्गा दिदी, यहाँ छु म। राम्रो ठाउँ छ यहाँनिर। अब हामी कहाँ जान्छौँ? दुर्गा दिदी बाटो भएर अगाडि हिँड्नुहुन्छ है हामी। त्यो ब्लुसम जस्तो क्या त, एक्लै हिँड्दैन, एक्लै हिँड्दैन। ड्राइभ स्लो, हामी ड्राइभ पनि गरेको छैनौँ। कसम से हामी मसाज गराउनु गएको हो होइन, यहीँ थाकिसक्यो। मसाज भइसक्यो, सो गर्मी गाइज। आज बरु यसो, ओ माई गड फर्किँदै यस्तो पाराले हामी कसरी पुग्ने होला नि? अर्को बाटो, कुन बाटो हिँड्दैछौँ हामी? घरि कुन पसिनो हेर, त्यही त भनेको कि अब गल्ली छिरिसक्यो, अब कुन बाटो जानु कि? सेट हामी पुग्छौँ। यो हिँड्ने आइडिया राम्रो छैन जस्तो चाहिँ हाम्रो, हिँडेर होइन नजिकै देखायो नि त म्यापमा, त्यही भएर हामी हिँड्दै आएको होइन। तर यति जिगज्याग बाटो, अनि त्यसरी कन्फ्युजिङ होइन, गुगल म्याप नि फेल खान आँट्छ। लास्ट गर्ने भयो।
ओ स्मेल त ओके ओके नै छ ए चुट्याएँ मैले ए झरो यति रहेछ कानमा नदिने फुल हे होस् गनी भएर मैले विन्जिरा खोलिसकेँ तर घामले डढाउँछ भनेर लगाएको मैले खासमा अघि चाहिँ तर बस्नै भयो क्या म त यहाँ छाम्नु कस्तो चिपचिप यहाँ मलाई त यति बस्न आइसक्यो यस्तो पातलो सर्टमा पनि प्रसन्नको हालत छाता पनि नलिकन आएको क्या मैले त अफिसै छोडेको थिएँ छाता रातो नरातो रातो पिरो यतिको ब्लस त मैले लगाएको पनि थिएन गाइज फाइनली हामी आइपुग्यौँ यहाँनिर बोर्डमा चैतन्य लेखेको देखेँ मैले बल्ल सासमा सास आयो यहाँको लोकेसनको यो यस्तो सफा राम्रो अर्कै खालको भाइब आइरहेछ नि तपाईँलाई हेर त ल आइपुग्यौँ हामी आइपुग्यौँ कल गर्नुहोस् सगुन दिदीलाई कुन क्याफेमा बस्नु भएको छ अरे क्या ल आइपुग्यौँ वेल्टन हेयर हेल्थ आइपुग्यौँ कस्तो राम्रो फुल हो यो राम्रो यस्तो छ गर्नु भइरहेको थियो अनि हामी म्याक्सिमम गरिरहेको नाइस अनुहार हेर्न लागेको छैन गर्नु भयो हामी ठ्याक्कै यही आइपुग्यौँ अब सगुन्दी कहाँ हाम्रो गर्नु मैले ज्याकेट खोलिसकेँ हाम्री दिदी पनि आइपुग्नु जाउँ अब के गर्ने हो ल आइपुग्यौँ हामी 4 जना बिबिका आएन न त 5 जना हुन्थ्यौँ हामी ल जाउँ दामी यार ल हामी छिर्यौँ ओ माई गॉड दामी देखेको बस हेलो गाइज अनि हामी चाहिँ यहाँ आइपुग्यौँ अनि 2-3जनाको हुँदो रहेछ अनि म र प्रसन्ना यहाँ रुममा छौँ अब यो चेन्ज गरेर अनि सुरु हुने रहेछ होइन यहाँ हाम्रो फर्स्ट एक्सपिरियन्स हो नि त अनि लाज पाइरहेको छ हामीलाई चाहिँ तर इट्स ओके हामी तपाईँहरूलाई के अरे रिभ्यू सुनाउँछौँ तर मलाई यस्तो गर्ने भए चाहिँ मलाई एसी त चलिरहेछ त कस्तो गर्ने भए चाहिँ एकछिन बसौँ अनि गरौँ न यहाँनिर लाइटिङ राम्रो आइरहेछ कस्तो मसु भएको छ पसिना ल एकछिनमा सो दिस इज द लुक for our massage. ठ्याक्कै अहिले चाहिँ 12:10 छ प्रसन्ना पनि आइसकेको छ प्रसन्ना नि आइसक्यो अब यता हेर्नु न बाहिर पर्खिरहनु भएको छ बोलाम ठ्याक्कै 1 बज्यो गाइस हामी चाहिँ 12 बजेदेखि यस्तो मजा आयो ओ माई गॉड फुलबडी मसाज हुने रहेछ यहाँ आउन बिबिका हुने रहेछ जहिले यो बिबिकालाई त नि म मुखमै झुन्डिरहेको छ प्रसन्ना यहाँनिर सावर खोलिदिनु तातो छ अरे होइन लिनु होला होइन सबै तेलै तेल भन्छ स्मेल सो गुड फिलिङ सो गुड एज वेल नाइस एक्सपिरियन्स अब सगुन दिदी र दुर्गा दिदी चाहिँ कस्तो भयो मेरो ढाडमा चाहिँ दुःखिरहेको पर्किने खालको छ नि त त्यही भएर ल गाइज हामी चाहिँ नुहाइधुवाइ गरेर फ्रेस भएर ब्याक टु आवर नर्मल ड्रेसअप गेटअप वाट एभर यु वान्ट
अनि त्यसो गरी अब चाहिँ हामी जान्छौँ मैले कानको र लिपस्टिक लानु भन्छ अब प्रसन्न त पुरै रेडी टु गो रेडी टु गो कस्तो महसुस भयो मजा आयो फास्टेस्ट 1 आवर एभर हाम्रो अफिसमा भएको भए यो 1 घन्टा यति ढिलो बित्थ्यो होइन खाजा त्यही हो यस्तो होला मान्छेहरूको त मन लागेको राम्रो भएको चिजहरू छिटै बित्छ नि थाहा हुँदैन नि त्यस्तै भएको होला फिल भएको होला अहिले चाहिँ ठ्याक्कै कति 1:20 जस्तो भयो अब हामी निस्किन्छौँ मजा आयो बाई बाई अब दुर्गा दिदीहरूको रिभ्यू लिनु पाइन्छ त्यसरी हामी आज दिनभरि के गर्छौँ हेरौँला है यो गीत चाहिँ सुन्दै सुन्दै रिल्याक्स हुँदै हामीले चाहिँ मसाज गरिसक्यौँ जुत्ता लाउँदैछौँ राइस हामी निस्किसक्यौँ पुरै मान्छेहरूको चेन्ज लुक्स चेन्ज होइन हामीले चाहिँ कपाल चाहिँ लाइनौँ किन तेल लगाएर गर्नुभयो माछा कपाल नलगाएर अनि त्यही भएर नगरेको अलरेडी चिसै थियो क्या मेरो कपाल त त्यही भएर अनि हामी निस्किसकेको छौँ गाइस क्या कस्तो मलाई त भित्रै बसिजानु जस्तो लागिरहेको छ चिसो भएर क्या कस्तो फ्रेस देखेर सबैलाई ल अब हामी चन्द्रमा दिदी घर जाने कुरा छ जमजमकै हामी बसतिर जाँदैछौँ बसेन मजा आएन अफिस चाहिँ त हो ए ल हामी चाहिँ अब के भन्ने थियो म यो हामी बस खोज्दैछौँ बस बाटोमा जाँदैछौँ तर फिलिङ सो गुड माई लर्ड के बाटो कस्तो राम्रो के सफा हरियाली अनि राम्रो लाग्यो बाटो बाटो राम्रो छ यहाँ बाटोमा अनि के लेखेको छ क्या यो ढुङ्गाहरूमा बिस्तारै हिँड्नु के लेखेको छ नमस्कार लेखेको रहेछ एउटामा उतापट्टिबाट देखिन्छ धेरै यताबाट भन्दा नि यस्तै चल्दैछ बस स्टेसनमा हामी बस रुँदैछौँ राम्रो हरियाली है यहाँनिर यो टायर हो यो लाउँछ अस्ति फेरि अर्को दिन त्यही त बनाउँदै थियो नि हेरिन यार खै अब म के हेर्दै थिएँ खै ए हामी कहाँ आउँदैछौँ आज हामी खासमा अफिस भन्दा बाहिर खासै भेटेको छैन नि त हामी होइन आज यतिकै हिँड्दैछौँ त्यही अस्ति नै वुमेन्स डेको बाहिर निस्केको हो न त अफिसबाटै त्यो त अफिसबाटै भयो नि त हामी आफै निस्केको चाहिँ फर्स्ट टाइम है मजा आएछ त्यही भएर किनकि अब यस्तो हावा चल्ने हो घाम धेरै खासै चर्को नलाग्दैन अनि चाहिँ हुन्छ कहाँसम्म ठिक छ म कुद्दै पनि जान्छु खै कहाँसम्म 1 घन्टा त टु मच हो है हावा सुक्रा नआउनु तपाईँ कसले भनेको चन्द्रमा दिदीले मैले त्यही भएर आरएनएसी जाउँ भनेको थिएँ नि ओ माइ गड सातो बाटो त उता पाउँछ नि यो सबै बसहरू चाहिँ कता जाने हो नि ललितपुरको बस पार्क छ नि त्यता पाउँछ त्यही भएर मलाई काठमाडौँ मन पर्दैन गाइजहरू किनभने गाडी नै छैन गाडी यत्रो छ त गाडी छैन ए यहाँ पाउँछ होला त गिफ्टहरू है चन्द्रमा दिदीको बेबीको लागि हामी के लिएर जान्छौँ अब एबिसिडीहरू त पढ्ने बेला भएको छैन टाइफर भनेर उसकोतिर गइदिएर कि न चन्द्रमा दिदीलाई काम लाग्छ अहिले छ भने हुँदैन न त्यस्तो भनेको यस्तो लग्नु खै त्यो पनि देखाउनु न त्यो पनि सानो त छ भर्खर यो त 5 पिस हो एउटा यस्तो माथिको भयो
एउटा यो टोपी भयो लाले भयो कलर चाहिँ हो अरू कुन थियो अरू पनि कलर आउँछ यसमा ब्लू पिङ्क येल्लो मेरो साइजको याद आएछ यो त माइ गॉड हेर्नु हलिँदा रहेछ तर के खा मैले त यो बच्चाहरू के मन पर्यो यो त यस्तो 10 रुपियाँ एक्स्ट्रा चार्ज काट्यो त तपाईँको आफ्नै राख्नुपर्थ्यो नि दोकानले क्युआर यस्तो पसल भएर आफ्नै क्युआर राख्दैन ल अब चाहिँ हामी फलफुलहरू हामी अब स्याउहरू लगाउँदैछौँ सबै उयो त्यो खान मन लाग्यो मलाई हामी बसतिर चढ्यौँ अनि यो गाडी कहिले जान्छ खाली छ त त्यसमा जान्छ गाडी गाडी हुन्छ गाडी कति जान्छौँ हामी अब त नलुक न ए हो हामी गाडीमा चढिसक्यौँ नारिवल नखाने नारिवल मन पर्दैन यार सबैभन्दा 2 बजे अहिले फाइनली हामी अलिक चिसो भएको छ किनभने गाडी चल्दैछ गाडी अब सिधै हामी चन्द्रमा दिदीको घरमा उत्रिने गरी चढेको होइन सिउ द्याट टाइम बजेको आउँथ्यो होला कि तर होइन होला आउँदैन थियो होला आउँदैछ त कुन गाडी हो खासमा हामीले 4जनाले किनेको थियौँ होइन ललिपप एक्लैलाई लास्टमा एकछिनमा खाने अरे मलाई एकछिनमा अर्को नि किनिदिनु पर्छ हामीले हराएको अवस्था चन्द्रमा दिदीको घर कहाँ छ थाहा छैन गाइज थकित भइसक्यो म के देखिरहेको छैन तिमीलाई डन देखिरहेको छ आइएम डन नि त इटा राख्यो आइपुग्यौँ त यहाँबाट हेर्दै हुन्छ हामीलाई चन्द्रमा दिदीले ओ वाउ कस्तो राम्रो रोज रहेछ यहाँनिर टिपेर लगिन्छौँ आइपुग्यौँ हामी केही छैन बच्चाको हातमा त्यसरी ए कति राम्रो हो क्या के चाहियो तपाईँलाई बच्चा चाहियो त्यहाँ छ अब हामीलाई के खानेलाई हामी बाहिर बोक्छौँ हेलो हाई हाई ओहो यही दिदीले हो ओ यो टोटो फिटिक हुन्छ चुस्न भन्दै यता खान खोज्दैछ दुध तरकारी बजारको नजिकै छ के गर्दैछौ तिमी बोलाइरहेको छु उसले त ल ल ल बाहिर पनि निस्क्यो भने त तिमीले त्यो ऊ दिएको थियौ नि लुगा त्यो दिने बित्तिकै मलाई चाहिँ के याद आएको थियो भने छोरा हुन्छ अब फ्रकमा नै कसरी लगायो नि याद आएको थियो कि के हुँदैन सानोमा फ्रकदेखि राम्रो दिन्छ होइन खान्छ होला लिएर आउन यतिको त मैले कहाँबाट बाँधिदिनु कस्तो दुख्दैन हौ कसरी
हात हो कि तपाईँको बेबी हो न्यू मम तिमी पनि बोक्ने होइन कति मान्छे सुतेको यस्तो गर्दा कति मजाले सुतेको राम्रो मान्छे हामी चाहिँ आज आएको थियौँ होइन कति दिन भयो 27 गते जन्मेको आज हाम्रो 21 गते त हो अझै 6 दिन छ है 1 महिना पुग्नले भोलि बर्थडे फेरि यहाँको साधुबाट खै त हाँसेको अघि हाँस्दै थियो ऊ कहाँबाट आयो हाँस्दै कस्तो सानो प्रसन्नाले बोकेको छ हाम्रो किटलाई हाम्रो क्युटी को जस्तो छ हौ को जस्तो छ मैले चिन्दिनँ त उसको ल्याङ्ग्वेज चाहिँ हो त होइन कति राम्रो देखेको म निस्किँदै थिएँ त अनि निस्किँदा त म यहाँ आइसकेँ त्यही त ऊ ठ्याक्क के गर्दै थियो भने यसको बुक पुस्दाखेरि अब त्यसै बिजोग काट्नु छोड्दा जानुभयो उनीहरू चाहिँ यहाँ आएर ऊ त्यहाँ नसिकेको त अस्ति घर देखेर आफ्नै आउला यहाँबाट उकालो लगाएर ऊ यता छिरेर अझै ढिला फोन गरेर जाउँ कहाँ भनेर उता माथि पुगेपछि कहाँ ल बाई बाई ल आजको हाम्रो यात्रा यहीँनिर टुङ्गिनेछ होइन बाई बाई थ्याङ्क यू फर वाचिङ अर्को पालि पनि आउनु छिटो भेटौँला फेरि भेटौँला हेलो हाई मुछा ए मुछा हो न मुछे जुङ्गा रहेछ यसको त्यहाँ पानी पक्किँदै हुन्छ दिदी यहाँ क्युटी पाइछ अब यही गेटबाट छिरेको थियौँ कि अब हामी फर्किँदैछौँ ओहो